सो गाइज आज मैले बनाउनेवाला छु 2 घन्टामा पुरै 8 मिनटको ब्लग 8 मिनटको ब्लग बनाउनेवाला छु। के मैले सक्छु त 8 मिनटमा ब्लग बनाएर भ्याउन? सरी 2 घन्टामा 8 मिनटको ब्लग बनाउन सक्छु त। हेरौँ आजको यो ब्लग चाहिँ अत्यन्तै खतरा हुनेवाला छ, किनकि यो च्यालेन्ज हो। 2 घन्टामा 8+ मिनटको ब्लग भनेको एकदमै च्यालेन्जेबल ब्लग हो गाइज। लेट्स गो स्टार्टेड। दिउँसो ठ्याक्कै सुतिरहेको बेलामा ठ्याक्कै याद आयो, आज त मैले भ्लगै बनाएन। डेली पोस्ट गर्छु भनेर हुन्छ त, बनाउनु पऱ्यो नि। ठ्याक्कै सम्झेँ, ठ्याक्कै 3:36 गएको रहेछ। त्यहाँदेखि स्टार्ट भयो हाम्रो 2 घन्टाको च्यालेन्ज। अब के गर्ने, स्क्रिप्ट केही छैन, त्यही पनि बनाऊँ भनेर अब बनाउनुतिर लाग्यो। आज टक्क भात भुटेर टक्क दिनुभयो मस्तसित। सधैँ भुट्या भात यस्तो नमिठोवाला थियो कि, त्यही पनि यतिको छ भाग्यवश मिल्या छ, अरूको झन् यति पनि पाइन्न है। त्यही पनि खाना पाइया यतिमै खुसी हुनुपर्छ। आज यति मायाले किन हो भात भुटेर खाना दिएको भनेको, छिटो काममा जा भनेर 2टा ठेली छोपेर पठाइदिइरहेको कि। त्यही त के साह्रो जानेको बाबै, काम हराउन टक्क चिल्लो घसेर सक्क सलल्ल बगाएर है। त्यही पनि केही छैन, घरमा भ्लग बनाउनु भनेर बाहिर गएर बाहिरको दुनियाँमा हेरौँ न त। भ्लग झन् इन्ट्रेस्टिङ राम्रो, झन् राम्रो हुन्छ। केही छैन, आफूले बनाउनु। हिँड्दै थियो कि जुत्ता लाएर आएछु, यस्तो खालको भयो। अब दुकुरी घरले फेरि ल्याउन आउनु पर्ने भयो। धन्न आधी बाटामा गएर सम्झेछु कि दुकुर्दै लगभग 400-500 मिटर दुकुर्दै घर आएर टक्क घर आइसकेपछि जुत्ता चाहिँ सर छोडाएर है, घर आइसकेर जुत्ता छोडाएर अब आफ्नो स्यान्डल लाएर टक्क राम्रो खालको स्यान्डल लाएर फेरि दुकुर्दैतिर लाग्यो फेरि कामतिर है। पानी चार्नु नि तल धेरै छैन के, सिरिङ भ्याली 15 जतिवटा घर होला। अनि आउँछु। चोकमा जाने नरे भयो, अनि कहाँ काट्ने त? बाटा साइडमा क्या, शनिबार पनि हो। अनि यहाँ गाउँमा छ कि काट्न, आउँछु त्यहाँबाट काटेर चार्नु गाउँमा के। 15वटा जति घर छ, आउँछु म लगभग 1 घन्टाका त आइहाल्छु। तपाईँ काम गर्दै गर्नु अनि काटौँला सँगै गाउँमा। यहाँ फेरि कस्तो धुलो उडाएको कि केटाकेटीले पुरै नेपाली पाउडर सरर खाइयो है। बाख्राले हो कि मान्छेले हो नि, सरर नेपाली पाउडर खुवाए, मस्त मोटाइयो पनि नेपाली पाउडर खाएर। नानी बाबुहरूले खुवाए मस्त। यहाँ चाहिँ खतरा ठुलै त्रिशुल भएकोवाला मन्दिर रहेछ, पर्सनल घरकै है। कति ठुलो रहेछ कि त्रिशुल पनि, अफो मजाले हेर्यो है। त्रिशुल पनि यत्रो त्रिशुल हेर्नु न, इज्जत चाहिँ खुब मिल्छ क्या। टक्क कुर्सीमा बसेर बिल काटेर सरर आनन्द हुन्छ नि यार। कहाँ त्यत्तिकै काटे नहिँडिन्छ भयो के त्यो सेलरोटी जस्तै देखाएको थियो है। टाढाबाट नजिकबाट जान्छु भने त के रहेछ त्यस्तो खेलौना होला गर है टक्क। तर के सोच्छु, कति पछाडि राख्यो कि मिटर, लगभग 1 किलोमिटर त घरै रहेछ। टक्क हिँडेको छु त्यो सानो बाटो हिँडेको छु। कति टाढा राख्यो हेर्नु त। टक्क सनफ्लावर टक्क मस्त राम्रो, यस्तो राम्रो छ कि। जे पनि गाउँ भनेको गाउँै हो नि त यार। यस्तो जता हेऱ्यो टक्क हरियाली छ, टक्क मान्छे पनि हरियो छ टक्क होइन। यस्तो दामी छ नि होइन गाउँ, हेर्नु न। ओहो नि, सक्छ त कसैले, यो गाउँलाई सक्दैन नि फेरि भने जस्तै टक्क राम्रो छ। तर क्यामराम्यान भइरहले राम्रो रहन्छ कि, हल्लै गर्यो। ठ्याक्कै गाउँ देखाउँदै गर्दा ठ्याक्कै बाटामा आइसकेछ कि, चोकको हाइवेमा आएछ टक्क। हेर्नु कता जाम भनेर एकछिन अलमलले, अनि फेरि यताउता हेरेँ। पारि घामलाई हेर्छ भने त डुब्न ला कसले काट्छ अब। घरतिर डुब्ने पो भनेर घरतिर लाग्न लाग्यो। त्यति बेलैमा टक्क सबै पछिका कुरा नि पछि जस्तो पनि टक्क बुढाबुढी यस्तरी साइकलमा टक्क वरिपरि घाँस लरेन चाहिँ मजेदारै आउँथ्यो होला। किनभने यता चाहिँ टक्क नाली सानी बनाएर भेटेछ। बालन सरकार आउँदा बित्तिकै के भयो यस्तो विकास दामी छ। तर यो क्यामेरा चाहिँ अलिक खतम मान्छे विषयमा त रहेछ कि, यो अलि भएन। यसलाई अब बेच्न पर्यो क्यामेरा बाजेलाई। टक्क यहाँ चाहिँ एकजना बहिनीले फ्री फायर खेल्दै हुनुहुन्छ। साउन्ड चाहिँ छैन किनकि अब साउन्ड हाल्न भएन। हान भन्दै खेलिरहेको थिएन होइन। मस्त
त मजा छ के छैन केटाकेटीहरू यस्तै त आउने होइन। अब के गर्ने त टक्क यो चाहिँ अब हाम्रो ठाडो गल्यो ठ्याक्कै घर जानेतिर। यहाँ चाहिँ ल घर नयाँ घर बन्ने कुरो भएछ। लौजा नयाँ घर हो ठिकै त हो। अब घर बनाउने, बाटो बनाउने, पुल बनाउने, विकास गर्ने, जे गरे नि टक्क होइन। यो चाहिँ 2 ताले घर रहेछ दामी खालको। के खुट्टा मात्रै देखा रहेछ यसले। ल यहाँ दोकान पनि रहेछ टक्क। ओहो यो के हो यो ट्र्याक्टर पछाडि के अड्डी यत्रो मुङ्रो जस्तो भने त दाजु रहेछन् बड्डा। लास्टै मोटा हुनुहुनेछ फेरि दाजु पनि है। यस्तो मोटो नि हेर त यो क्यामेरा। ओहो ए बा यो क्यामेरा के साह्रो हल्ला है बाबै। ल को त्यहाँ बाटामा ए बा मार्ला नै यत्रो मान्छेहरू बाटामा उभियान। केटीहरू पो हो क्या हो। ओहो हेर त डर लाग्यो मलाई त। ओहो राम 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 राम। ओहो नि अझ यहाँ पनि होछन् कति हेर त ए बा मुस्टुङडा रहेछन्। राम राम डर लाग्यो। भाग दिनेछ भाग भनेर भागेँ है। टक्क हेर्नु त कति हरियाली छ कि टक्क वरिपरि मकै बोट बिरुवाहरू टक्क पाथी पहाड यता चिनाचोर मस्त केटाकेटीहरू खेलिरहेछन्। त्यो पारिको स्कुल मस्त छ है टक्क मस्त। ओहो यस्तो राम्रो ठाउँमा दामी छ कि ठाउँ चाहिँ दामी छ। सो गाइज फाइनली आई एम ब्याक इन होम भनेर होममा त पुगिसकेँ होइन तर आउँदैछु। आज चाहिँ च्यालेन्ज पनि त पुरा गर्नु छ नत्र सधैँ त रात परेपछि आउँथेँ। आज चाहिँ अलिक छिटो आइरहेको छु म किनभने एडिट सिडिट गर्नुपर्छ है। च्यालेन्ज पनि त पुरा गर्नु पऱ्यो त्यसैले अलि म छिटो आएको छु। आज चाहिँ के एउटा चाहिँ खतरा भयो के। एउटा आन्टीको घर 2 महिनाको बिल काट्नु रहेछ। फागुनले 10 महिना गराइरहनु भएको रहेछ उहाँले। एउटा त्यहाँको छोरीले चाहिँ खतरा जवाब दिनुभयो ए खतरा मन पर्यो मलाई। जस्तो त्यो तरिकाले भन्न त मैले सक्दैन कि। यो 12 महिना भएर त वैशाख 1 महिना होला गर्तो त्यत्तिकै हुन्छ र भनेर यस्तै कस्तो तरिकाले भन्दै त्यस्तो डिटेल त भन्न सकिनँ। सो गाइज फाइनली घर चाहिँ आइपुगेँ म। हरियाली चाहिँ मस्त हरियाली छ। यहाँनिर अर्को समस्या लाइनै रहेनछ सेट। उहाँ आज तल मलाई हेर्न आए एकजना मान्छेले दारूसित खान लाउँछ मासु टक्कर रातो बनाएर बुढाएको थियो बुङ्गुरको छ। आउ न राजा खाम भन्थ्यो। अब काममा हिँडे आउँ न त खाना हुन्थ्यो भने ठिकै छ त राजा 2टा पिस त खाऊ भन्थ्यो। मैले मानेन। अब बुङ्गुर सुँगुर खान्न भन्न भएन है। त्यही भएर अहिले अलि बिजी छु दाजु पछि आएर खाम्ला नि त भनेर आएँ। अल्झ्या छैन क्या हौ केही भन्न मन छैन मलाई यहाँ भाइ। मैले के भन्नु त भन्नु के अब खारा बानी हुन्थ्यो भन्नुहुन्छ कि नखाएर ठिक गरिस् भन्नुहुन्छ के भन्नुहुन्छ अब तपाईँले। नखाएर ठिक गरेँ नि होइन। अनि मैले जाने हँ गर्छु बुझ्या हुँ। खानेकुरा खानुपर्छ नखाने कुरा खाने। सो गाइस फाइनल च्यालेन्ज चाहिँ मैले भ्याउन लाथेँ तर के गर्नु कि बेचैमा लाइन गएछ कि ठ्याक्कै है घर आउँदा लाइन गएछ। च्यालेन्ज चाहिँ हारेर होइन 1 नम्बर पुगेर 2 नम्बर नपुगेर फेल भयो जस्तै। अब जेले गरेँ नि जेको कारणले भयो भने च्यालेन्ज पुरा हुन सकेन गाइस हारिहालेँ केही छैन। अब फेरि भोलिको नेक्स्ट भ्लगमा चाहिँ हामीले अझै केही कुरा सुधार गरेर मेन्टेन गरेर आउनेछौँ गाइस। ल आजलाई यति नै। थ्याङ्क यू फर वाच दिस भिडियो।